यहाँ ब्याङ्ककमा चाहिँ तपाईँको कतिवटा जग्गाहरू त्यस्तो छ कि जहाँ चाहिँ तपाईँहरू हिँड्नु पऱ्यो होइन 2 किलोमिटर 3 किलोमिटर माथिबाट हिँड्नु पर्दैन कि मुनि मुनि यसरी हिँड्दा भइहाल्छ। म चाहिँ अहिले मुनि मुनिबाट हिँडिरहेको छु झन्डै म मोरलेस 3 किलोमिटर जस्तो चाहिँ हिँड्नुपर्ने भइरहेको छ। अहिले म 1.5 किलोमिटर 1.5 किलोमिटर अलरेडी हिँडिसकेको छु। यहाँ चाहिँ यो चाहिँ चिप गल्ली, यो गल्लीमा हिँड्दा चाहिँ मलाई मुम्बईको याद आएर बनाइदियो पनि। म त्यहाँनिर स्लम एरियामा गएको थिएँ कि सानो गल्लीबाट यसरी निक्लेको। अनि अब 3 किलोमिटर हिँड्नु त टाइम लाग्यो नि त गल्लीहरू पक्रिँदै। मलाई कसरी यताबाट जानु पऱ्यो लेभल 3 यहाँबाट जानु पऱ्यो। अब म चाहिँ त्यो गल्लीबाट चाहिँ यहाँ निक्लेँ। फेरि मलाई चाहिँ जानु छ यहाँतिर पर जानुहोस् हो यो भित्र यहाँतिर जानुहोस् मलाई सुकुमभित्र। अब चाहिँ हेर्नुहोस् है, अब म निक्लेँ यहाँ हो। अब यस्तो खोला खोलाबाट अब यहाँबाट निक्लिँदै म जहाँ मेरो डेस्टिनेसन छ म त्यहाँ पुग्छु। हिँड्नुको फाइदा हो, स्वास्थ्य पनि राम्रो हुने। यस्तोहरू चाहिँ फेरि गाडीमा आउँदा भेट्दैन। हिँड्दा चाहिँ अलिकति समय चाहिँ लाग्छ कि, तर यस्तो नजाराहरू कोही कोही बेला चाहिँ बाटोमा भेट्दाखेरि चाहिँ मजा लाग्छ नि फेरि हो। हिँड्नुको फाइदा त अघि सुनिहाल्नु भयो, स्वास्थ्य पनि लाभ हुने, अरू के हुने अरे नजारा पनि भेट्ने। अब हिँड्दा 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 म झन्डै तेलाखा पुग्न आँटेको छु र म मोटामोटी अब 500 मिटर्सहरू जस्तो हिँड्नुपर्छ। बाटोमा चाहिँ यस्तो पनि भेटेँ। बेलुका चाहिँ यसकै मासु फ्राई हुन्छ। बाटोमा चाहिँ यस्तो पनि भेट्यो नि। बाटोमा के हेर्दै म चाहिँ आइपुग्न लागेँ। बर्ड्स पनि भेटेँ मैले। चरा पनि भेट्यो। अब चाहिँ म यहाँबाट यो जुन चाहिँ बाटो छ नि, यहाँ बाटो चाहिँ म टक्कै हिँडिसकेँ। टक्कै अब मेरो डेस्टिनेसन आइपुगेँ। कस्तो सजिलो रहेछ है भित्रबाट हिँड्न। अनि बाटोमा इन्जोय पनि गरियो। अनि अब चाहिँ म यहाँ मेरो अलिकति काम छ, त्यसको बादमा चाहिँ फेरि तपाईँहरूलाई अरू भिडियो बनाएर देखाउँछु। म त यहाँ
मान्छेले घुम्न आएको भन्छ कि खासमा होइन नि, म त काम गर्नु आएको नि। यहाँ काम पनि गर्छु नि म फेरि अरू अब यहाँनिर मेरो सानो काम छ, त्यसमा चाहिँ हजुरहरूलाई फेरि अर्को भिडियो बनाएर पठाउँला। मेरो च्यानललाई सब्सक्राइब, लाइक, सेयर अनि कमेन्टहरू गर्न नबिर्सिनुहोस् है। बाई बाई। अब चाहिँ म यहाँनिर आइपुगेको छु होइन, यो जुन चाहिँ अफिसमा आउनुपर्ने त्यहाँ आइपुगिसकेको छु र अब चाहिँ यस्तै सर्टकट बाटोहरू हेर्दै तपाईँहरू पनि त्यसो आउनु सकिहाल्छ। र म त्यो गल्लीबाट यहाँ निक्लेँ र मेरो डेस्टिनेसनमा आइपुगेँ। मोरलेस 3 किलोमिटर चाहिँ म भित्रबाट कच्चा गल्लीबाट आइपुगेछु। ल भिडियो हेर्दै गर्नुहोस् होला। बाई बाई आजको लागि।